यो स्कुटरलाई बिजुलीले पनि चार्ज गर्न मिल्ने र पेट्रोल हालेर पनि कुदाउन मिल्ने भएको कारणले गर्दाखेरि हाइब्रिड स्कुटर भनिएको हो त। गाडीको केसमा त हामीले यही सुनेका हुन्छौँ। अनि फेरि 71.33 किलोमिटर पर लिटरको माइलेज पनि छ भनेर भन्छन्। आखिर यामाहा रेजिआर 125 FI हाइब्रिड स्कुटरमा कस्तो खालको हाइब्रिड सिस्टम होला त? जानौँ आजको भिडियोमा। यो स्कुटरमा माइल्ड हाइब्रिड सिस्टम छ, अर्थात् यसमा पेट्रोल इन्जिन त हुन्छ नै, तर त्यो पेट्रोल इन्जिनलाई हेल्प गर्नको लागि इलेक्ट्रिक असिस्ट सिस्टम पनि हुन्छ। यसरी चाहिँ यसको हाइब्रिड सिस्टम बनेको हुन्छ। अनि जुन यो इलेक्ट्रिक असिस्ट सिस्टम हुन्छ त्यसमा दुईवटा कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छन्। एउटा छ स्मार्ट मोटर जेनेरेटर र अर्को छ ब्याट्री प्याक। स्कुटरलाई मैले स्टार्ट गर्दा स्मुथली साइलेन्टली वान टचमा स्टार्ट हुन्छ। यसको लागि ब्याट्रीले स्मार्ट मोटर जेनेरेटरमा पावर दिन्छ। यदि भइसके पछाडि यो स्कुटर स्टार्ट भयो। अब जब मैले थ्रोटल लिएर अगाडि बढ्छु नि, एभ्री टाइम जिरोबाट स्टार्ट गर्दा, चाहे त्यो ट्राफिक जामको कुरा होस् वा पार्किङबाट निकालेर स्कुटर स्टार्ट गर्दाको कुरा होस्, सुरुको 3 सेकेन्डमा स्कुटरलाई इनिसियल एक्स्ट्रा पुस दिनको लागि, अनि यदि कोही पछाडि बस्नु भएको छ भने त्यो लोडलाई सजिलै तान्न वा उकालो उक्लिँदा चाहिने एक्स्ट्रा टर्कको लागि स्मार्ट मोटर जेनेरेटरले यति बेला मोटरको रूपमा काम गरेर पेट्रोल इन्जिनमा टर्क थपिदिन्छ। अब यो एक्स्ट्रा टर्क थप्ने कुरा चाहिँ हामीले साइकल चलाउँदाखेरि पछाडिबाट कसैले धक्कले जस्तै हो। त्यो धक्कल दिइसके पछाडि हामीलाई पेडल गर्न सजिलो हुन्छ नि, ठ्याक्कै त्यस्तै हो। अनि जब 3 सेकेन्ड पछाडि स्कुटर नर्मल्ली कुद्न थाल्छ, त्यति बेला चाहिँ एसएमजीले मोटरको रूपमा होइन जेनेरेटरको रूपमा काम गरेर ब्याट्रीलाई चार्ज गर्दछ। त्यही भएर चाहिएको बेलामा कहिले मोटर र कहिले जेनेरेटरको रूपमा काम गर्ने भएर यो चिजलाई स्मार्ट मोटर जेनेरेटर भनिन्छ। यसले गर्दा इन्जिन छिटो र स्मुथली स्टार्ट हुन्छ, बेटर फ्युल इफिसियन्सी पाइन्छ, भाइब्रेसन कम हुन्छ र इन्जिनमा लोड कम पर्छ र अल्टिमेटली हामीले स्मुथ राइडिङ एक्सपिरियन्स पाइन्छ। सायद यो स्कुटरमा भएको हाइब्रिड सिस्टम के हो र यसले के गर्छ भन्ने कुरा चाहिँ तपाईँले क्लियरली बुझ्नुभयो होला।